हेलो एभ्रिवान वेलकम टु इङ्ग्लिस प्रो बेसिक इङ्ग्लिस कोर्सको आज हामी डे 4मा छौँ आजको भिडियोमा हामीले बेसिक एन्ड इम्पोर्टेन्ट वर्ड्सको प्र्याक्टिस गर्नेछौँ यो सिरिजमा हामीले पार्ट्स अफ स्पिच मोडल भर्ब्स र टेन्स अङ्ग्रेजी बोल्नको लागि सबै जान्नुपर्ने बेसिक इङ्ग्लिस ग्रामरको प्र्याक्टिस गर्नेछौँ सो तपाईँले डे 1देखि डे 3सम्मको भिडियो हेर्नुभएको छैन भने यही च्यानलको प्लेसमा गएर चाहिँ हेर्नुहोला ओके सो यो भिडियोमा हामीले अङ्ग्रेजी सुरुवात गर्दाखेरि हामीले जान्नुपर्ने वर्डको प्र्याक्टिस गर्नेछौँ ओके सुरु गरौँ लेट्स गेट स्टार्टेड हियर हियरको अर्थ हुन्छ यहाँ जस्तो तपाईँले भन्नु पर्यो कम हियर भनेको के हो त यहाँ आऊ कम हियर तपाईँले कसैलाई केही दिनुहुन्छ होइन तपाईँले के भन्नु यो लिनुहोस् भन्नुहुन्छ नि सो हियर यु आर यसरी पनि हियरको प्रयोग गर्न सक्नुहुन्छ देयर देयर भनेको त्यहाँ गो देयर जस्तो तपाईँले बोल्नु पर्यो त्यहाँ जाऊ त्यता जाऊ बोल्नु पर्यो भने चाहिँ गो देयर जस्तो कुनै हामीले स्टोरीमा पढ्दाखेरि चाहिँ एकजना राजा थिए भनिन्छ नि देयर वाज अ किङ यसरी पनि हामीले देयरको प्रयोग गर्न सक्छौँ ओके देयर वाज अ किङ इन फ्रन्ट अफ भनेको अगाडि सो he is standing in front of the house he is standing in front of the house ऊ घरको अगाडि उभिएको छ जस्तो ऊ मेरो अगाडि उभिएको छ तपाईँले बोल्नु पर्यो he is standing in front of me होइन सो कुनै अगाडि भनेर बोल्नु पर्यो भने चाहिँ इन फ्रन्ट अफको चाहिँ प्रयोग गर्ने पछाडि भनेर बोल्नु पर्यो भने चाहिँ behind okay behind the shop is behind the school पसल विद्यालयको पछाडि छ beside को अर्थ हुन्छ छेउमा come and sit beside me आएर मेरो छेउमा बस अथवा आऊ र मेरो छेउमा बस come and sit beside me बिफोर भनेको के हो त पहिले होइन कुनै काम गर्नुभन्दा पहिले सो पहिले भन्नु पर्यो भने चाहिँ बिफोर वास योर ह्यान्ड्स बिफोर मिल्स खाना खानु अघि आफ्नो हात धुनुहोस् आफ्टरको अर्थ हुन्छ पछि we will talk after dinner खाना पछि कुरा गरौँला बिट्विन भनेको चाहिँ बिचमा जस्तो दुईजनाको बिचमा वा दुई वस्तुको बिचमा भनेर बोल्नु पर्यो भने चाहिँ बिट्विनको प्रयोग गर्ने ओके सो he was sitting between रोहन एन्ड रिता ऊ रोहन र रिताको बिचमा बसिरहेको थियो The bank is between the hotel and the mall. बैंक होटल र मलको बिचमा छ अमोङ वा अमोङ्स्ट भनेको बिचमा माझमा जस्तो दुईभन्दा धेरैको बिचमा बोल्नु पर्यो भने चाहिँ अमोङ र अमोङ्स्टको प्रयोग गर्ने He shared sweets among the children. उसले बच्चाहरू बीच मिठाई बाँड्यो बिकज को अर्थ हुन्छ किनभने जस्तो इक्जाम्पल हेरौँ वाइ डु यु डु दिस तिमीले यस्तो किन गर्यो भने कारण देखाउनु पर्यो तपाईँले बिकज रिता टोल्ड मी टु किनभने रिताले मलाई भनिन् ओके देयरफोर भनेको त्यसैले त्यसकारण जस्तो दिस सेट इज बिगर एन्ड देयरफोर मोर कम्फर्टेबल यो सिट ठुलो छ र त्यसकारण अधिक आरामदायक छ अदरवाइज भनेको अन्यथा Go now, otherwise you will miss your bus. अब जाऊ अन्यथा तिम्रो बस छुट्नेछ always को अर्थ हुन्छ सधैँ you always do so तिमी सधैँ यस्तै गर्छौ never भनेको कहिल्यै होइन I never do so म कहिल्यै त्यसो गर्दिनँ
एभर भनेको कहिल्यै। ह्याभ यु एभर लभ मी? ह्याभ यु एभर लभ मी? के तिमीले मलाई कहिले माया गरेको छौ? अफकोर्स भनेको चाहिँ अवश्य पनि, पक्कै पनि, अवश्य पनि। जस्तो क्यान आई युज दिस? क्यान आई युज दिस? के म यो प्रयोग गर्न सक्छु भन्दा अवश्य पनि, पक्कै पनि, वाइ नट, किन नसक्नु, सक्छु भने जस्तो त्यस्तो बेलामा चाहिँ अफकोर्स भनेर जवाब दिन सक्नुहोस् तपाईँले। अफन भनेको अक्सर, प्राय। आई अफन गो देयर, म अक्सर त्यहाँ जान्छु। आई अफन गो देयर। युजली भनेको सामान्यतया, जुन तपाईँ डेली बेसिसमा जुन गर्नुहुन्छ, सामान्यतया म यस्तो गर्छु भन्नुहुन्छ नि, त्यस्तो बेलामा चाहिँ युजलीको प्रयोग गर्ने। आई युजली वेक अप एट 5:30, म सामान्यतया 5:30 मा उठ्छु। आई युजली वेक अप एट 5:30, म सामान्यतया 5:30, 5:30 मा उठ्छु। अलमोस्टको अर्थ हुन्छ लगभग। इट इज अलमोस्ट डन, इट इज अलमोस्ट डन, यो लगभग सकियो। आई एम अलमोस्ट रेडी, म लगभग तयार छु। ओकेजनली भनेको चाहिँ बेला बेलामा, कहिलेकाहीँ। आई ओकेजनली इट आउटसाइड, म कहिलेकाहीँ बाहिर खान्छु। एनीबडी, अर्को छ एनीवन। कोही पनि वा कोही, एनीवन। इज एनीबडी एट होम? घरमा कोही छ? इज एनीबडी एट होम? समबडी वा समवान भनेको के हो त? कोही। समबडी इज कलिङ यु, कसैले तिमीलाई फोन गरिरहेको छ। एभ्रिवान, सबैजना। एभ्रिबडी नोज हिम, सबैजनाले उसलाई चिन्छन्। नोबडी, नो वान, कोही पनि होइन। नो वान वाज देयर, त्यहाँ कोही पनि थिएन। एनीवेयर भनेको कतै, जहाँ पनि, एनीवेयर। यु क्यान सिट एनीवेयर, तिमी जहाँ पनि बस्न सक्छौ। यु क्यान सिट एनीवेयर। समवेयर भनेको कतै। पुट इट समवेयर सेफ, यसलाई कतै सुरक्षित ठाउँमा राख। पुट इट समवेयर सेफ। एभ्रिवेयर भनेको जताततै। देयर इज डस्ट एभ्रिवेयर, जताततै धुलो छ। नोवेयर भनेको कतै छैन वा कतै होइन। द सप इज नोवेयर नियर, पसल कतै नजिक छैन। एनिथिङ भनेको केही पनि। आई डिडन्ट से एनिथिङ, मैले केही पनि भनिनँ। समथिङ भनेको चाहिँ केही। आई वान्ट टु इट समथिङ, म केही खान चाहन्छु। आई वान्ट टु इट समथिङ। एभ्रिथिङ भनेको सबै कुरा। एभ्रिथिङ। आई नो एभ्रिथिङ, मलाई सबै कुरा थाहा छ। आई नो एभ्रिथिङ। नथिङ, केही छैन। आई डिड नथिङ टुडे, मैले आज केही गरिनँ। आई डिड नथिङ टुडे। ओके, यी थिए बेसिक अनि एकदमै इम्पोर्टेन्ट जुन हाम्रो डेली लाइफमा हामीले बोल्ने वर्डहरू चाहिँ। अब त्यस्तै बेसिक एन्ड इम्पोर्टेन्ट वर्ड्स, एक्सन वर्डहरूको प्र्याक्टिस गरौँ। जुन हामीले घरमा आफ्नो दैनिक जीवनमा गरिने क्रियाकलापलाई अङ्ग्रेजीमा के भनिन्छ त, होइन? यी पनि एकदमै बेसिक र इम्पोर्टेन्ट वर्डहरू हुन्, जान्नै पर्ने शब्दहरू हुन्। ओके, कमको अर्थ हुन्छ आउनु। सो कम एन्ड सिट, आएर बस, र आऊ र बस बोल्नु पर्यो भने कम एन्ड सिट भन्ने। ओके, कम एन्ड सिट। गो भनेको जानुस् र आउनुस्, जाऊ र आऊ बोल्नु पर्यो। गो एन्ड कम। से भनेको भन्नु। सी सेइङ समथिङ, उनी केही भन्दैछिन्। सी सेइङ समथिङ।
टेल टेल भनेको बताउनु टेल मी मलाई बताऊ टेल मी टक टक कुरा गर्नु सी वाज टकिङ उनी कुरा गरिरहेकी थिइन् सी वाज टकिङ हियर भनेको सुन्नु डिड यु हियर द्याट नोइज के तपाईँले त्यो कोलाहल सुन्नुभयो डिड यु हियर द्याट नोइज के तपाईँले त्यो कोलाहल सुन्नुभयो लिसन भनेको सुन्नु आई लिसन टु म्युजिक म सङ्गीत सुन्छु गेट भनेको प्राप्त गर्नु पाउनु गेट डिड यु गेट द की के तपाईँले चाबी पाउनुभयो ह्याभ भनेको चाहिँ सँग हुनु होइन आफूसँग केही कुरा हुनु केही अनुभव गर्नु र केही खानु पिउनुलाई चाहिँ हामीले ह्याभको प्रयोग गरेर बताउन सक्छौँ जस्तो आई ह्याभ 3 ब्याग्स मसँग 3वटा झोला छन् वी आर ह्याभिङ फन हामी रमाइलो गर्दैछौँ आई एम ह्याभिङ ब्रेकफास्ट म नास्ता गर्दैछु अर्को छ नो भनेको जान्नु चिन्नु डु यु नो मी के तिमी मलाई जान्दछौ वा के तिमी मलाई चिन्छौ डु यु नो मी लाइक भनेको मन पराउनु लाइक आई लाइक टिचिङ मलाई पढाउन मनपर्छ डु भनेको गर्नु आई एम डुइङ समथिङ म केही गर्दैछु निड आवश्यकता आई निड अ क्यामेरा मलाई क्यामेराको आवश्यकता छ वा आवश्यक छ वान्ट भनेको चाहना वा इच्छा हुनु आई वान्ट दिस टोय म यो खेलौना चाहन्छु थिङ्क भनेको सोच्नु विचार गर्नु वाट आर यु थिङ्किङ तपाईँ के सोच्दै हुनुहुन्छ टेक भनेको चाहिँ लिनु क्यान आई टेक दिस के म यो लिन सक्छु गिभ दिनु गिभ इट टु मी यो मलाई देऊ काम वेयर डु यु वर्क तपाईँ कहाँ काम गर्नुहुन्छ क्लिन सफा गर्नु क्लिन द रुम कोठा सफा गर्नुहोस् रिड पढ्नु रिड द स्टोरी कथा पढ्नुहोस् टिच भनेको पढाउनु आई टिच इङ्ग्लिस म अङ्ग्रेजी पढाउँछु राइट लेख्नु आई राइट अन व्हाइट बोर्ड म सेतो बोर्डमा लेख्छु स्टडी भनेको अध्ययन गर्नु पढाइ गर्नु स्टडी आई एम स्टडिङ फर द टेस्ट म परीक्षाको लागि अध्ययन गर्दैछु ओपन खोल्नु ओपन द विन्डो च्याल खोल क्लोज बन्द गर्नु क्लोज द डोर ढोका बन्द गर इट खानु आई एम इटिङ एन एप्पल म स्याउ खाँदैछु ड्रिङ्क पिउनु डिड यु ड्रिङ्क मिल्क तपाईँले दुध पिउनु भयो वास भनेको धुनु वास योर ह्यान्ड्स आफ्नो हात धुनुहोस् कुक खाना पकाउनु आई कुक फुड म खाना पकाउँछु विन जित्नु डिड यु विन तपाईँले जित्नुभयो के तपाईँले जित्नुभयो डिड यु विन लुज
लुज भनेको हार्नु गुमाउनु डोन्ट लुज दिस यो गुमाउनु हुँदैन बाई भनेको किन्नु खरिद गर्नु आई विल बाई सम बुक्स म के किताब किन्नेछु सेल भनेको बेच्नु he sells cars उनी गाडी बेच्छन् सेन्ड पठाउनु I will send you a letter म तिमीलाई पत्र पठाउनेछु visit भेट्न जानु I will visit you tomorrow भोलि म तिमीलाई भेट्न आउनेछु स्टे भनेको रहनु बस्नु stay there I am coming त्यही बस म आउँदैछु find भनेको फेला पार्नु you will find your key तपाईले आफ्नो चाबी फेला पार्नुहुनेछ भेट्नु meet me at 7:30 मलाई 7:30 मा भेट्नुहोस् क्याच भनेको समात्नु क्याच द बल समात्नुस् थ्रो भनेको फाल्नु फ्याक्नु थ्रो द बल फ्याक्नुहोस् लिभ भनेको छोड्नु निस्कनु लिभ इट देयर यसलाई त्यहाँ छोड्नुहोस् he leaves by 10 o'clock ऊ 10 बजेतिर निस्कन्छ प्ले खेल्नु सोहम इज प्लेइङ फुटबल सोहम फुटबल खेलिरहेका छन् फल भनेको खस्नु he slipped and fell उनी चिप्लिएर ढले उनी चिप्लिएर ढले मेक भनेको बनाउनु I am making something म केही बनाउँदैछु ब्रेक भनेको भाँच्नु Did you break this toy के तपाईले यो खेलौना भाँच्नु भयो फिक्स ठिक गर्नु Can you fix this toy के तपाई यो खेलौना ठिक गर्न सक्नुहुन्छ lie झुट बोल्नु lie Don't lie to me मसँग झुट नबोल lie भनेको पल्टनु lie भनेको झुट बोल्नु पनि हुन्छ lie भनेको पल्टनु ओके Don't lie on the floor भुइँमा नपल्ट्यौ laugh हाँस्नु Don't laugh at him उसमाथि नहाँस्नुस् Don't laugh at him cry रुनु She is crying उनी रोइरहेकी छिन् She is crying sing गाउनु I can sing म गाउन सक्छु dance नाच्नु I cannot dance म नाच्न सक्दिन sit बस्नु She is sitting उनी बसिरहेकी छिन् She is sitting stand भनेको खडा हुनु उभिनु stand up please खडा हुनुहोस् अथवा उभिनुहोस् कृपया help मद्दत गर्नु सहयोग गर्नु will you help me के तपाईँ मलाई मद्दत गर्नुहुन्छ swim पौडिनु he is swimming ऊ पौडिरहेको छ he is swimming dry भनेको सुकाउनु dry your hands on a towel आफ्नो हात तौलियामा पुछ्नुहोस् ओके सो द्याट्स अल फर टुडे तपाईलाई यो भिडियो कस्तो लाग्यो यदि मन पर्यो राम्रो लाग्यो भने चाहिँ लाइक गर्नुहोला भिडियोलाई शेयर गर्नुहोला र सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला ओके थ्यांक यू सो मच फर वाचिङ